प्रधानमन्त्रीले हिजो दिएको अभिव्यक्ति असाध्यै उत्तेजनात्मक छ र त्यो गैर जिम्मेवारीपूर्ण छ। कुलमान घिसिङलाई हटाउने जो निर्णय गर्यो यो निर्णयको विपक्षमा संसदमा प्रमुख प्रतिपक्षी दल र अरूले त बोलिरहेकै छन्। हामी सरकारमै सहभागी भएकाहरू पनि कतिपयले यसमा विमति राखिरहेका छौँ। खास गरी सरकारले तीनवटा कारणले अहिले कुलमान घिसिङलाई हटाउनु हुँदैन थियो। अदालतको क्षेत्राधिकारभित्र प्रवेश गरिसकेको विषयलाई प्रधानमन्त्री स्वयं उपस्थित भएर यहाँ जवाफ दिनुपर्छ भन्ने कुरा यो असाध्यै बेठिक छ। यो हिजो पनि मैले भनेको थिएँ, एउटा व्यक्ति जसमा केही आश छ, एउटा नयाँ पुस्ताको कुलमान जस्तो मान्छे, रवि जस्तो मान्छे, बालेन जस्तो मान्छे, हैन सन्दुक रुइत जस्तो मान्छे, यो जस्तो मान्छे भनेरै देखेर त अर्को पुस्ताले आश गर्छ। संसदमा आज के हुन्छ यो तपाईँ यता बस्न मिल्छ? तपाईँ यहाँ बस्नु, म सिधा हेर्छु तर यतापट्टि चाहिँ आँखा ठ्याक्कै पर्छ। ल पीएमले जवाब दिनुहुन्छ कि नै त्यो भनिदिनुहोस् न। रघुजी नमस्कार। तपाईँको गाउँले पनि आउनुभयो। सबै साथीहरू, आजको बैठक यति बेलासम्म प्रमुख प्रतिपक्ष का कारण हामी सहमतिकै माध्यमबाट अगाडि बढाउन चाहन्छौँ, तर उहाँहरूले हाउस अवरोध जारी राख्ने भन्ने विषयका कारणले गर्दा बैठक अगाडि बढ्न सकेको छैन। हामी 10:30 बजेदेखि प्रमुख राजनीतिक पार्टीहरूका प्रमुख सचेतकहरूको बैठक सामान्य सभामुखसँग हामी बस्यौँ। केही विषयहरू हामीले के भन्यौँ भने, विशेष गरी जे विषय प्रमुख प्रतिपक्षले हिजो हाउसमा उठायो, जसका बारेमा हाउसमा ब्यानर बनाएर उहाँहरूले मुद्दा बनाएर आन्दोलन गर्नुभयो, सदन अवरोध गर्नुभयो, त्यो विषय अब संसदको विषय रहेन। उहाँहरूले उठाउनु भएको विषय अदालतको क्षेत्राधिकारभित्र प्रवेश गरिसक्यो। सम्बन्धित व्यक्तिले मलाई अन्याय भयो भन्ने र न्यायको अपिल गर्दै कोर्टमा पुगिसक्नु भयो। कोर्टमा प्रवेश गरेको, सर्वोच्च अदालतको क्षेत्राधिकारभित्र प्रवेश गरेको विषयलाई संसदबाट फेरि पनि बहसको विषय बनाएर नेपालको संविधानको धारा 105 विपरीत अदालतको क्षेत्राधिकारभित्र प्रवेश गरेको विषयलाई प्रभावित पार्ने गरी जुन ढङ्गबाट हाउसमा यी विषयहरू अगाडि बढाउने वा हाउस चल्न नदिने जे प्रयत्न गर्नुभयो र अपोजिसनले राष्ट्रिय सभा पनि जे गरिसक्नुभयो, यो सर्वदा संविधान विपरीत छ र न्यायालयलाई प्रभावित गर्ने, न्यायालयले लिने निर्णयमा प्रभावित गर्ने मनसायका साथ जे गर्नुभएको छ यो बेठिक छ भनेर हामीले बैठकमा पनि भन्यौँ। अहिले यहाँहरूका बिचमा पनि भन्न चाहन्छु र सरकारले उहाँहरूले विषय उठाउनु भयो, हामी सरकारको तर्फबाट हामी भन्न चाहन्छौँ, सरकारले यो विषयमा प्रमुख प्रतिपक्ष लगायत अपोजिसनले हाउसमा उठाएका विषयवस्तुहरू, सरकारले लिएका निर्णयका विषयवस्तुमा सम्बोधन गरोस् भन्ने उहाँहरूको अपेक्षा हो, माग हो भने त्यो विषयमा जवाफ दिन सरकारको तर्फबाट कुनै आपत्ति छैन। तर अदालतको क्षेत्राधिकारभित्र प्रवेश गरिसकेको विषयलाई प्रधानमन्त्री स्वयं उपस्थित भएर यहाँ जवाफ दिनुपर्छ भन्ने कुरा यो असाध्यै बेठिक छ। यो सम्भव हुने कुरा पनि होइन। यो संसदले यसलाई ग्रहण गर्ने र संसदले यस प्रकारको नजिर बसाल्ने कुरा पनि उपयुक्त हुँदैन। त्यस कारणले गर्दा हामीले आज भन्यौँ, उहाँहरूले हामीले गरेको आग्रह बमोजिम दलका शीर्षस्थ नेताहरूसँग छलफल गर्नेछौँ। त्यसपछि के हुन्छ हामी तपाईँहरूसँग थप छलफल गर्नेछौँ भनेर माओवादी केन्द्रका प्रमुख सचेतक छलफलको लागि उहाँले समय माग्नु भएको छ। त्यतिन्जेलसम्म हामी पनि हाम्रो तर्फबाट केही विषयहरूमा हामी परामर्श गर्नेछौँ र अहिले यति भएको छ र निष्कर्ष म तपाईँहरूलाई भन्न चाहन्छु, अपोजिसनले अदालतको क्षेत्राधिकारभित्र प्रवेश गरेको विषयलाई जबरजस्ती संसदको ब्यानर बनाएर संविधान विपरीत अदालतले लिने निर्णय प्रक्रियालाई, न्याय निरूपणको प्रक्रियालाई प्रभावित गर्ने खेल गर्ने कुरा यो आफैमा बेठिक छ। सडकमा नाराबाजी गर्ने, पुतला दहन गर्न लगाउने, मसाल जुलुस लगाउने र हाउसमा पनि अवरोध गर्ने कुराले अदालतलाई प्रभावित पार्ने मनसाय यहाँ देखिन्छ। यस्तो कुरा लोकतन्त्रमा बेठिक हुन्छ। यो कुरा यहाँहरूका बिचमा राख्छु। हस्, धन्यवाद। एउटा प्रश्न छ, लोकतन्त्रमा प्रधानमन्त्रीलाई संसदमा आएर जवाफ दिनु भन्दा उहाँले सार्वजनिक रूपमा जसरी आफूलाई प्रस्तुतिकरण दिइराख्नु भएको छ त्यही कुरा संसदमा आएर बोलिदिँदा लोकतन्त्र विरुद्ध कसरी हुन्छ? म यहाँहरूलाई यो के आग्रह गर्न चाहन्छु भने सरकारले कयौं निर्णयहरू लिन्छन्,
कयौँ निर्णयहरू, यो देशमा 1 लाखभन्दा बढी कर्मचारीहरू छन्। कर्मचारीका वृद्धि विकासका कुरा, प्रमोसनका कुरा, सरुवाका कुरा, अनेकौँ कुरा हुन सक्छन्। सरकारले लिइराखेका हुन्छ, यी सबै कुरा सरकारसँगै जोडिएको हुन्छ। कुन तहले कसरी निर्णय गर्छ भन्ने कुरा फरक कुरा हो। त्यसकारण हरेक व्यक्तिका बारेमा, हरेक निर्णयका बारेमा संसदमा सामान्य प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्छ भन्ने कुराले हामी कस्तो कल्चर विकास गर्न खोज्दैछौँ। संसदले यो कुरा हरेक 2 जना व्यक्ति बानेश्वर वा माइतीघरमा उफ्रिने, नारा लगाउने, संसदमा 3 जना मान्नेहरूले उभिएर प्रधानमन्त्रीको खोजी गर्ने, यही ठाउँबाट हामी लान खोजेको हो भने यो गम्भीर कुरा हो। यसतर्फ लैजान मिल्दैन। हिजो हामी नेकपा एमाले पनि अपोजिसनमा थियौँ। अपोजिसनमा हुँदा पटक पटक हामीले प्रधानमन्त्रीको अपेक्षाहरू, जवाफको अपेक्षा गरेका थियौँ, तर सबै विषयमा प्रधानमन्त्रीलाई फेरि हामी खोजी गरेर हाउस बन्द गर्ने कुरा गरेनौँ। त्यसकारणले गर्दा गलत नजिरतर्फ लैजाने कुरा हुँदैन। सरकारले प्रमुख प्रतिपक्ष लगायत अपोजिसनले उठाएका विषयवस्तुहरू सुन्छ कि सुन्दैन, त्यसलाई एक्नोलेज गर्छ कि गर्दैन, जवाफ दिन तयार हुन्छ कि हुँदैन भन्दा हामी उहाँहरूकै स्वरमा स्वर मिलाएर भन्छौँ सरकारले सुन्नुपर्छ, सरकारले जवाफ दिनुपर्छ। तर सरकारको फलानु मन्त्री आउनुपर्छ, फलानु व्यक्ति नभइकन हुँदैन भन्ने कुराको शर्त राखेर संसदमा आन्दोलन गर्ने कुरा चाहिँ यो शोभनीय होइन, संसदीय मर्यादा अनुकूल पनि होइन, संसदको हिजोको परम्परा पनि हेरौँ न त। यो परम्परा छैन। त्यस जवाब पीएमबाटै त माग्ने होला नि। मैले भनेँ सरकारले विभिन्न तहबाट विभिन्न प्रकारका निर्णयहरू गरेको हुन्छ। हरेक निर्णयहरूमा सरकारको नेतृत्व गरेको हुँदाको नाताले सामान्य प्रधानमन्त्री हरेक निर्णय प्रक्रियाहरूमा सिङ्गो सरकारका विभिन्न निकाय बढीहरूबाट गरेका निर्णयहरूमा पनि सरकारको प्रमुख हुँदाको नाताले उहाँले त्यो विषयमा आफ्नो सरकारबाट भएको हो भन्ने कुरा ठान्नुहुन्छ, राख्नुहुन्छ। कतिपय आफ्नो तहबाट निर्णय होला। म यति मात्रै भन्दै के छु भने हामीले कस्तो नजिर बसाल्न खोज्दैछौँ। फेरि प्रधानमन्त्रीज्यूले समयक्रममा बैठकमा आउँदा यी विषयहरूलाई सम्बोधन गरेर जाने कुरा फेरि अन्यथा कुरा होइन। संसदमा उठेका विषयवस्तुहरू सामान्य प्रधानमन्त्रीज्यू हाउसमा सम्बोधन गर्न आउने कुरामा त्यति बेला यी विषयहरूलाई पनि जोडेर विषयहरू राख्ने कुरालाई अन्यथा लिनु होइन। तर आजको आज अहिले भर्खर सामान्य प्रधानमन्त्री नभइकन हाउस चल्न दिन भन्ने कुरा चाहिँ यो गलत कुरा हो। र मेजर अपोजिसन अहिले विशेष गरी संसदलाई पनि अवरोध कायम राख्ने, संसदलाई पनि काम गर्न प्रभावकारी ढङ्गबाट अगाडि बढ्न नदिने र तल पनि सदनमा सडकमा पनि अनावश्यक ढङ्गबाट चाहिँ आन्दोलनको विषय बनाउने जे काम हुन खोज्दैछ यो मिलेको छैन। र म यति भन्न चाहन्छु तपाईँहरूको लोकप्रिय मिडिया मार्फत सबैलाई थाहा छ नि, हितेन्द्र देव साक्य पनि यो देशका नागरिक हुन्। कुनै बेलामा 2070 साल माघको 27 गते उहाँलाई नियुक्ति गरियो। 6 महिना पुग्दा नपुग्दै माओवादीको सरकारले 2078 साल साउन 24 गते उहाँलाई बहिर्गमन गरेको होइन। त्यति बेला सुन्नुहोस् न, त्यति बेला ठिक छ के जिम्मेवारी कार्यकारी निर्देशकबाट त्यो जिम्मेवारीबाट हटाइएको हो कि होइन? म यति भनौँ न, यदि फेरि म आग्रह गर्न चाहन्छु त्यति बेला हितेन्द्र देव साक्यलाई कार्यकारी प्रमुखबाट जसरी हटाइयो त्यति बेला त आज संसदमा उभिने साथीहरू त्यति बेला त हाउसमा उभिनु भएन। हितेन्द्र देव माथि भएको अन्यायको बारेमा अहिलेको सरकारले त्यही प्रक्रियाबाट त्यही बाटोबाट एउटा सरकारको निर्देशन नमान्ने, सरकारको नीति नमान्ने, निर्णय नमान्ने, विभागीय मन्त्री नमान्ने, प्राधिकरणको बोर्डको सञ्चालक समितिको अध्यक्ष मन्त्री हुन्छन्, सदस्य सचिव एमडी हुन्छ। तपाईँ कल्पना गर्नुहोस्, यहाँ त एमडी र विभागीय मन्त्रीको बिचको, सञ्चालक समितिको अध्यक्षको बिचको जुन खालको समस्या छ, समस्या भएको कुरा तपाईँहरू सबैलाई थाहा छ। मन्त्रीको निर्देशन नमान्ने, अटेर गर्ने, सञ्चालक समितिको बोर्डको निर्णय नमान्ने, यी सबैका बिचमा के मन्त्री अट्नुपर्ने कि एमडी अट्नुपर्ने? यो परिस्थिति त हामी सबैका अगाडि जगजाहेर कुरा होइन र। त्यस कारणले गर्दा यो परिस्थितिमा पुगेको हो। त्यसकारण सरकारको निर्णय अनुमति नलिकन देश बाहिर जाने, सम्झौताहरू गर्ने, प्रधानमन्त्री राष्ट्रपतिले पनि क्याबिनेटको अनुमति लिनुपर्छ। अनि एउटा अमुक कर्मचारीले अनि वार्ता टोलीको संयोजक भएर प्रमुख भएर विदेशमा गएर सम्झौता गर्ने कुरा ठिक हो, ठिक छ, कन्सर्न होइन। यो विषय पनि सुन्नुहोस्, यी विषयहरूका आधारबाट उहाँलाई सरकारले अहिले जिम्मेवारीबाट मुक्त गरेको हो। यदि राम्रो काम गर्ने व्यक्तिलाई भोलि उपयुक्त ढङ्गबाट उपयुक्त ठाउँमा फेरि पनि सम्बोधन हुनसक्छ। त्यसकारणले गर्दा यो विषयमा त्यति पर पुगेर अपोजिसनले एउटा व्यक्तिलाई ब्यानर बनाएर हाउस चल्न नदिने कुरा यो ठिक हो त?
हामी 275 सांसदहरूका विषय छैनन्, राष्ट्र निर्माणसँग जोडेका कयौँ मुद्दा मामिला छैन। अब हामी यति महत्त्वपूर्ण कानुनहरू पारित गरेर यो हाउसलाई प्रभावकारी बनाउन खोजिरहेका छौँ। यो पाटोमा प्रमुख प्रतिपक्ष पनि जिम्मेवार बन्नुपर्छ र विशेष गरी प्रतिस्थापन विधेयकलाई पारित गर्ने कुरामा उहाँहरूको पनि जवाफदेहीपूर्ण जिम्मेदारी भूमिका हुनुपर्छ। यो कुरा उहाँहरूबाट रहेन भन्ने हाम्रो भनाइ हो। मैले अहिले यति कुरा राख्छु। हस्, थ्याङ्क यू सो मच। हस्, थ्याङ्क यू। सरकारले भर्खरै विद्युत प्राधिकरणको एमडीबाट कुलमान घिसिङलाई हटाउने जो निर्णय गर्यो, यो निर्णयको विपक्षमा संसदमा प्रमुख प्रतिपक्षी दल र अरूले त बोलिरहेकै छन्। हामी सरकारमै सहभागी भएकाहरू पनि कतिपयले यसमा विमति राखिरहेका छौँ। खास गरी सरकारले 3वटा कारणले अहिले कुलमान घिसिङलाई हटाउनु हुँदैन थियो। पहिलो कारण त उहाँको केही महिनाको पदावधि मात्रै बाँकी थियो र सरकारले त्यसमा सहिष्णुता राखेन, केही समय पर्खिएन भन्ने सन्देश गएको छ। दोस्रो चाहिँ स्वयं सरकारले केही सकारात्मक पहल कदमीका साथ केही अध्यादेश मार्फत केही महत्त्वपूर्ण कुराहरू लिएर आएको थियो, जसलाई राष्ट्रिय सभा समेतबाट पारित गरिराखेर यो 19 चैत्रभित्रमा सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु छ। अब यो कुलमान घिसिङको प्रकरण आइसकेपछि यसले संसदलाई अवरोध गर्दै गर्दा ती अध्यादेशहरूलाई विधेयकका रूपमा पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने सन्दर्भमा यसले असर गरेको छ। तेस्रो कारण चाहिँ अहिले त्यसै पनि नागरिक पङ्क्तिमा अनेक असन्तुष्टि भइरहेको बेलामा सरकारले त्यो असन्तुष्टिलाई कसरी विश्वासमा लिने भन्ने कुरातर्फ आफूले सकारात्मक सन्देशहरू प्रवाह गर्न ध्यान दिनुपर्थ्यो। तर सरकारले गरेको निर्णयले त्यो असन्तुष्टिमा केही घिउ हाल्ने काम गरेको छ। त्यसकारण यो 3वटा कारणले सरकारले अहिले कुलमान घिसिङलाई हटाउनु हुँदैन थियो। अर्को चाहिँ यो प्रकरणमा खास गरी नेपाली काङ्ग्रेस पार्टीका हामी 2 महामन्त्रीमाथि पनि नागरिक पङ्क्तिको गुनासो सामाजिक सञ्जालहरूबाट मिडियाहरूबाट हामीले हेरेका छौँ। पार्टीको पदाधिकारी बैठकमा पनि हामीले भनेका थियौँ कि अहिलेको बेलामा कुलमान घिसिङलाई हटाउनु हुँदैन। मन्त्रीज्यूलाई पनि ध्यानाकर्षण गराएका थियौँ र सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि ध्यानाकर्षण गराएका थियौँ। तर पनि यो निर्णय भयो। महामन्त्रीहरूले भन्दै पनि यो निर्णय भएको भनेर चाहिँ सामाजिक सञ्जालमा सोध्दै गर्दाखेरि मैले के स्पष्ट गर्नुपर्छ भने निश्चय नै मन्त्रीहरू, काङ्ग्रेसका मन्त्रीहरू पार्टीको महामन्त्री अन्तर्गतै हुन्छन्। कुन सन्दर्भमा भन्दा पार्टीगत सन्दर्भमा मन्त्रीहरूभन्दा माथि महामन्त्री हुन्छन्। तर जब सरकारको सवाल आउँछ मन्त्रीभन्दा माथि महामन्त्री होइन, मन्त्रीभन्दा माथि प्रधानमन्त्री हुन्छन्। त्यसैले अहिले जे निर्णय भएको छ यो निर्णय हुँदै गर्दाखेरि हामीले गर्नुहुन्न भन्ने हो, यो गर्न उचित हुन्न भन्ने हो। त्यहाँसम्मको सन्दर्भमा हामीले गम्भीरतापूर्वक यो विषय भनेका थियौँ। अब यस पछाडिको विषय के आउँछ अन्तिममा भने संसद प्रतिपक्षले अवरुद्ध गरेको छ र प्रधानमन्त्रीले संसदमा जवाब दिनुपर्छ भनेको छ। यसबारेमा मेरो जम्मा टिप्पणी के छ भने यो विषय अब अदालतको विषय भइसक्यो। सम्मानित अदालतमा गइसकेको विषयको सन्दर्भमा संसद अवरोध गरिरहने कुरो उचित हुँदैन जस्तो मलाई लाग्छ, पहिलो कुरो। दोस्रो कुरो, सरकारले जवाब दिनुपर्छ, प्रधानमन्त्रीले जवाब दिनुपर्छ भन्ने प्रतिपक्षको भनाइमा पनि मेरो जम्मा यति टिप्पणी छ। कुलमानजीलाई हटाएको विषय गलत भयो भन्नुहोस्, पुनर्वाली गर भन्नुहोस्, अदालतबाट पुनर्स्थापित हुनु होला भनेर कामना गर्नुहोस्, यो निर्णयको विरुद्धमा बोल्नुहोस्, यो आफ्नो ठाउँमा छ। तर सरकारले गरेको हरेक निर्णयको सन्दर्भमा प्रधानमन्त्रीले संसदमा जवाब दिने भन्ने नजिर बसायो भने चाहिँ यसले भोलिको लागि एउटा सकारात्मक चाहिँ नजिर बस्दैन। त्यसैले सरकारले आफू अन्तर्गतको कसैलाई हटाउँदै गर्दाखेरि त्यो हटाएको सन्दर्भमा प्रश्नहरूको सामना गर्ने विषय एउटा हो, तर प्रधानमन्त्रीले जवाब दिने भन्ने कुराको सन्दर्भमा चाहिँ कम्तीमा प्रधानमन्त्री भइसक्नुभएका व्यक्तित्व कमरेड प्रचण्डले यसलाई उठाउनु हुँदैन थियो भन्ने लाग्छ। किनभने सरकारमा हामी अघि पछि छौँ, भोलि पनि सरकारहरू बन्छन्, यो सरकार छ, भोलि अरू सरकारहरू आउँछ। सरकारहरूले गरेका निर्णयहरूको सन्दर्भमा, खास गरी कर्मचारीहरूको बारेमा गरेको निर्णयको सन्दर्भमा चाहिँ प्रधानमन्त्रीले प्रत्येक निर्णयमाथि संसदमा उभिएर जवाब दिने परम्परा चाहिँ नबसाउँ। फेरि पनि म दोहोऱ्याएर भन्छु, सरकारले अहिलेको बेलामा कुलमान घिसिङलाई हटाउने भन्ने जुन निर्णय गर्यो यो निर्णय गर्नु हुँदैन थियो। 3वटा कारण मैले बताइसकेँ। अब मलाई लाग्छ कि यो संसदको विषय, सार्वजनिक बहसको विषय, सडकको विषय भन्दा पनि सम्मानित अदालतको विषय हो। अदालतले उहाँलाई जुन रूपमा चाहिँ निर्णय दिन्छ, अदालतले जे फैसला गर्छ त्यसलाई कुलमान घिसिङले पनि मान्नुहुन्छ, सरकारले पनि मान्छ, हामीले पनि मान्नेछौँ। हस्, धन्यवाद। यहाँसँग व्यक्तिगत प्रश्न छ। यहाँ 2टा महामन्त्रीसँग सामाजिक सञ्जालमा यहाँले असन्तुष्टि जाहेर गर्नुभएको विषयमा चौतर्फी रूपमा त्यो सरकारको निर्णयको आगोमा तपाईँ हुनुहुन्छ, त्यसको निशानामा तपाईँ 2जना महामन्त्री हुनुहुन्छ। प्रश्न के गरिएको छ भने महामन्त्री चाहिँ फेसबुकमा लेख्ने हो र त्यति हो उहाँको काम भन्ने
राष्ट्रपा लगायतका पार्टीका नेताहरूले पनि चौतर्फी रूपमा सर्वसाधारण भने त्यसमा यहाँको भनाइ चाहिँ के छ? अब यसो हो, मार्क जुकरबर्गले चाहिँ फेसबुक बनाउँदै गर्दा नेपाल देशका दुईटा काङ्ग्रेसका दुईटा महामन्त्रीले त्यसमा चाहिँ लेख्न पाउँदैन भनेर भनेनन्। हामीले आन्तरिक रूपमा पनि भनेका छौँ, सम्माननीय प्रधानमन्त्रीलाई पनि भनेका थियौँ, मन्त्रीजीलाई पनि भनेका थियौँ, कार्य सम्पादन समितिकै बैठकमा पनि हामीले कुरा गरेका थियौँ। ती कुरा गरिसकेको कुरा पनि सार्वजनिक रूपमा आएकै छन्। तपाईँहरू मार्फतकै सञ्चार माध्यमबाट पनि हामीले बाहिर पहिल्यै उहाँलाई हटाउनुहुन्न भनेर बोलेका पनि आएकै छन्। त्यसकारणले त्यो बोलेको आउँदै गर्दाखेरि फेसबुक चाहिँ हामीले लेख्नु नहुने भन्ने होइन नि त। तत्काल संसद नबसेको बेलामा सार्वजनिक सञ्चार माध्यममा जाने कि नजाने, आज मैले भित्र बोल्न पाउँदै गर्दा भित्र बोल्थेँ होला नि। अब भित्र नबोलेर बाहिर आँगनमा किन बोल्यो भनेर भन्न मिल्ने कि नमिल्ने? त्यसकारण कसैले भन्नुभयो भने त्यो अभिव्यक्ति स्वतन्त्रता बमोजिम पाइन्छ। महामन्त्री द्वयले नै संसदभित्र यो विषयमा आवाज उठाउनुहुन्छ होइन? यो विषयमा संसद यदि चल्यो भने स्वाभाविक छ कि संसदमा पनि यो विषयमा उठाइन्छ। किनभने योभन्दा अगाडि महामन्त्री गगन थापाले पनि सरकारले गर्नुपर्ने काममा हात हालोस्, नगर्नुपर्ने कुरामा हात नहालोस् भनेर संसदमा पनि बोलिसकेको अवस्था छ। हामीले अलि अगाडि तपाईँको चाहिँ अहिले लेखेको हेर्नुहुन्छ, अलि अगाडि लेखेको अलि बोलेको हेर्ने हो भने भित्र पनि हामीले नबोल्ने भन्ने कुरै छैन। सरकारले गरेको राम्रो कुराको अध्यादेश ल्याउँदै गर्दाखेरि धेरैले विरोध गर्दै गर्दा अध्यादेशको यहीँ उभिएर संसदमा उभिएर पनि समर्थन गरेर बोलेका छौँ नि, होइन? विधेयकको फेरि सामाजिक सञ्जालको विधेयकको विरोध पनि गरेका छौँ। सरकारको विरोध गर्नका लागि गलत लाग्यो भने विरोध गर्नका लागि कुनै आइतबार पर्खिनै पर्दैन। हामी त अभिव्यक्ति स्वतन्त्रता बमोजिमको जिम्मेवारीमा छौँ नि, नागरिकलाईसम्म अधिकार छ नि। सरकारमा हामी दुईटा दल सँगै छौँ भन्नुको अर्थ सबै कुरामा साथ हुन्छ भन्ने होइन नि। सरकारले गरेको राम्रो कुरामा साथ दिने हो। 7वटा बुँदामा समझदारी छ। कुनै यस्तो 8औँ बुँदा छैन जसमा चाहिँ कमरेड केपी ओली प्रधानमन्त्री हुनुहुन्छ र एमाले पार्टीले कुनै गरेको कुरामा या सरकारले गरेको कुरामा या प्रधानमन्त्रीले गरेको कुरामा विमति राख्न पाइँदैन भने कुनै 8औँ बुँदामा उल्लेख छैन। हस्, सबै साथीहरूलाई लास्ट गरौँ है त। जसरी चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग चाहिँ असहमत हुनुहुन्छ, तपाईँहरूले त्यो स्ट्याटस लेख्नुभयो, तर खास गरेर चाहिँ सेन्टर पोइन्टमा हेर्ने हो भने चाहिँ ऊर्जा मन्त्री हुनुहुन्छ, कङ्ग्रेसकै हुनुहुन्छ, दीपक खड्काजीकै नेतृत्वमा चाहिँ यो गतिविधि अगाडि बढेको भन्ने कुरा भनिएको छ। तपाईँहरू चाहिँ सरकारसँग यसरी असहमति राखिरहँदाखेरि आफ्नो मन्त्रीलाई ब्याकअपमा बोलाउन सक्नुहुन्न? किन चाहिँ त्यो कि त दीपकजी दोषी हो भनेर भनिदिनु पर्यो? होइन भने त आफ्नो मन्त्रीलाई ब्याक झिकाउनु पर्यो नि त। सरकारमा बसेको यसो हो। तपाईँको नेपाली काङ्ग्रेस पार्टीभित्र पनि यो विषयमा एउटै मत छ भन्ने छैन, पहिलो कुरो। दोस्रो कुरो चाहिँ तपाईँले यहाँबाट कुनै फिल्डबाट केही रिपोर्टिङ लिएर जानुहुन्छ, लिएर गइसके पछाडि डेस्कमा केही साथीहरूले एडिट गर्नुहुन्छ, त्यसपछि त्यसलाई सम्प्रेषण सार्वजनिक गर्दाखेरि एडिटर फाइनलको जिम्मेवार हुन्छ, एडिटर हुन्छ। कानुनी रूपमा पनि मुद्दा पर्दै गए एडिटर हुन्छ, चिफ एडिटर। हाम्रो चिफ एडिटर को हुनुहुन्छ? सम्माननीय प्रधानमन्त्री कमरेड केपी ओली। त सरकारले गरेको निर्णयको सन्दर्भमा प्रधानमन्त्रीमाथि प्रश्न उठाइसकेपछि मन्त्रीमाथि स्वाभाविक रूपमा आइहाल्यो। हस्, धन्यवाद है त सबै साथी। अब प्रधानमन्त्रीले हिजो दिएको अभिव्यक्ति असाध्यै उत्तेजनात्मक छ र त्यो गैर जिम्मेवारीपूर्ण छ। एउटा कर्मचारी फेरेर अर्को कर्मचारी लिएकोमा यति धेरै टाउको दुखाउनु पर्दैन भन्ने उहाँको सामान्य उत्तर छ। यो सामान्य उत्तर होइन। कुलमान घिसिङको प्रश्न भनेको चाहिँ यो सरकार बनेदेखिकै कुरा हो र आज प्रत्येक नेपाली जनताको चासोको विषयको कुरा हो। यो देशभक्ति र देशमा परिणाम दिने एउटा प्रशासकको कुरा हो। त्यसकारणले यो कुरा सजिलो छैन, यो धेरै जटिल छ। यो धेरै ठुलो मूल्य चुकाउनुपर्छ सरकार पक्षले। फेरि सत्ता पक्षले भनिरहेको छ कि अब एउटा कर्मचारी सामान्य रूपमा चाहिँ बहिर्गमन हुँदाखेरि या बर्खास्त हुँदाखेरि चाहिँ यति धेरै रोइ कराई अनि प्रधानमन्त्रीकै जवाफ मागेर चाहिँ यो कस्तो खालको नजिर हामी बसाउन लागेको हो भनेर चाहिँ कङ्ग्रेस महामन्त्रीले भन्नुभएको छ भर्खरै। जुनसुकै परिस्थितिमा पनि संसदबाटै जन्मेको मन्त्री परिषद अर्थात् प्रधानमन्त्री भएको हुनाले संसदले बोलाएपछि उहाँ आउनुपर्छ। यस्तो गैर जिम्मेवारी अभिव्यक्ति दिएर भाग्न पाइँदैन। त्यसकारणले यो सामान्य कुरै होइन। एउटा कर्मचारी फेरेकोसँग मात्रै सवाल होइन, प्रत्येक नेपाली जनताको चासोको विषय हो र यो भ्रष्टाचार र सुशासनको विषय जसरी उठेको छ, सुशासनमाथि तपाईँको चाहिँ यो खिल्ली उडाएको हो। त्यसकारण यो साधारण कुरै होइन। यो भनेको यसमा चाहिँ फेरि अहिले तपाईँहरूलाई माथि पनि एउटा चाहिँ आरोपको घेरामा लिइँदैछ। कतै चाहिँ प्रचण्डजीले टिआरसीसँग चाहिँ साटे भन्ने कुरा पनि उठिरहेको बेला प्रचण्डजीले आफ्नो डिफेन्स त गरिसक्नु भएको छ। यद्यपि त्यो आलोचना कम भइसकेको छैन कि वास्तवमा त्यो यो चाहिँ मिडियाको सार्वजनिक खपत गराउन चाहने मान्छेहरूले केही छिन आफ्नो कुरा
ले भ्रम पार्नुको निम्ति भ्रमपूर्ण कुरा गरेको त्यो सत्य होइन, भोलि पनि त्यो प्रमाणित हुँदैन। मान्छे मैले एउटा राखेको छु, संसद जुन अवरोध छ नि अहिले चाहिँ कुलमान घिसिङको विषयवस्तु अहिले अदालतमा गइरहेको छ। कङ्ग्रेस महामन्त्रीले पनि अहिले भन्नुभयो अदालतमा गइसकेपछि अदालतको विषय अब अदालत टुङ्ग्याउँछ, संसद अवरोध नगर्यो भनेर प्रतिपक्षलाई अनुरोध गर्नु। यो अदालतको विषय होइन, अदालतले विषय त हो, अदालतले तपाईँको आफू ढङ्गले फैसला गर्ला, तर यो विषय आम नेपाली जनताको चासोको विषय पनि हो। सडकमा आज राँको बलिरहेको छ, सडकमा आज टायर बलेको छ, सडक अशान्त छ, जसले ती नेपाली जनताको भावनाको प्रतिनिधित्व संसदले गरिराखेको छ। यो त्यसरी भनेर मात्रै छुट्दैन। अदालत विषय अदालतमा अब विषय गइसकेपछि संसदमा बहस गर्नु कति कठिन? यो असाध्यै उचित भएर नै हामीले विषय उठाएको हो। अदालतमा विचाराधीन मुद्दामा संसदमा बहस गर्नु नजिक छैन के? अब यो कानुनी कुरा मात्रै होइन, यो त तपाईँको कानुन सङ्गत गरेको पनि होइन नि कारबाही। जुन ढङ्गले तपाईँको चाहिँ सरकार आफ्नो मैमत्त तरिकाले अगाडि बढेको छ, वास्तवमा यो राजनीतिक प्रतिशोधको कारणले नै उनीहरूले गरेको छ। त्यस कारणले संसदमा आएर प्रधानमन्त्रीले जवाफ त दिनु पर्यो। प्रधानमन्त्रीले जवाफ दिइसकेपछि अनि हामी विचार गरौँला, चित्तबुद्ध जवाफ आउनु पर्यो। प्रधानमन्त्रीले जवाफ नदिकन चाहिँ संसदको अवरोध त हट्दैन, अवरोध चलिरहन्छ। चलिरहन्छ। अब यो घटनालाई चाहिँ तपाईँहरूले कस्तो खालको चाहिँ मोडमा लान खोजेको? उहाँलाई चाहिँ केही पुनः बहाली गरिदिनु पर्यो कि अहिले अब आम नेपाली जनताको चासोको विषय भएको हुनाले कुलमान घिसिङलाई कारबाही गर्नुपर्ने कारण चाहिँ हामीले नदेखेको हुनाले सारा नेपालीले यो निर्णय फिर्ता लिनुपर्छ हामी यो भन्न चाहन्छौँ। तर त्यो गर्नुपर्छ कि पर्दैन भन्ने सन्दर्भमा चाहिँ प्रधानमन्त्रीले आएर संसदमा जवाब दिनुपर्छ। प्रधानमन्त्रीको जवाब हामीलाई चित्त बुझ्यो भने संसद अहिले खुल्न पनि सक्छ। तर प्रधानमन्त्री जसरी उत्तेजनात्मक ढङ्गले बाहिर अभिव्यक्ति दिइराख्नु भएको छ त्यो प्रधानमन्त्रीको स्तरबाट त्यो मिलेन। यो उहाँले भनिसक्नुभयो प्रधानमन्त्रीको जवाफ के चाहियो? एउटा उहाँले त सडकमा तपाईँको चाहिँ बलिरहेको आगोमा मटितेल खनाइराख्नु भएको छ। योभन्दा अराजकता के हुन्छ? सिंहदरबारबाट अराजकताको बिउ रोपिँदैछ, सिंहदरबारबाट अराजकतामाथि बलेको आगोमा मटितेल खनाइँदैछ। त्यस कारणले प्रधानमन्त्री गैर जिम्मेवार भयो। यसरी प्रधानमन्त्री मान्न सकिँदैन। के गर्न खोज्नु भएको? ओलीजीको छवि अहिले हेर्ने हो भने पछिल्लो समय जुन तरिकाले उहाँ अगाडि बढ्दै हुनुहुन्छ, यो देशको व्यवस्था कतातिर जाँदैछ? उहाँ यो देशमा अराजकता निम्ताउन चाहनुहुन्छ, यो देशमा उहाँ वैदेशिक हस्तक्षेप निम्ताउन चाहनुहुन्छ र आफूले गरेको सारा क्रियाकलाप चाहिँ एउटै घानमा पारेर आफू त्यो घेराबाट मुक्त हुन चाहनुहुन्छ। उहाँको अन्तिम विकल्प यही नै हो। केही गर्न खोज्नु भएको ओलीजीले? अब राजतन्त्र पक्षधरहरूले जसरी तपाईँको सडकमा अराजकता मचाइराखेको छ, प्रधानमन्त्रीको तर्फबाट केही पहल नगरिएको हुँदा अथवा उत्तेजनात्मक अभिव्यक्ति दिँदै जाँदाखेरि उहाँले अझ सडकमा अराजकता बढोस् भन्ने नै उहाँको चाहना छ जस्तो मलाई लाग्छ। भनेको उहाँ राज संस्थाको पक्षमा हुनुहुन्छ? हो, उहाँ चाहिँ हिन्दू गणतन्त्रको पक्षमा जानको निम्ति बल गरिराख्नु भएको छ ओलीजीले। हो, त्यसमा तपाईँहरू स्पष्ट हुनुहुन्छ? म चाहिँ स्पष्ट छु, अरू के छ थाहा छैन। हिजो पनि उहाँले गणतन्त्रको आन्दोलन चलिराख्दाखेरि गणतन्त्र नेपालमा सम्भव छैन भनेको र पछि तपाईँको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपिबद्ध गर्दा पनि हावाहुरीको कारणले गरेको यो हुनेवाला थिएन भनेर उहाँले भन्नुभएको थियो। हिजोको पृष्ठभूमि र आजको गतिविधिलाई ठ्याक्क जोड्दाखेरि त्यही कुरा प्रमाणित हुन्छ। राजतन्त्रवादीहरू नवीन सम्झौता गरौँ भनिराखेको छ। नेपाली काङ्ग्रेसको तपाईँको तर्फबाट संविधान संशोधनको नाममा गरिएको नौटङ्की अर्थात् प्रतिवेदनमा हिन्दू गणतन्त्र भनेर लेखिएको छ भने प्रधानमन्त्रीको यस्तो निम्छरो अभिव्यक्तिले वास्तवमा यही अराजकतालाई नै मलबिउ लगाइराखेको छ भन्ने मलाई लाग्छ। भोलि तपाईँहरू सडकमा आउँदै हुनुहुन्छ, काठमाडौँको मात्रै 8वटा रुट तपाईँहरूले चाहिँ अस्तव्यस्त बनाउने भन्ने सेड्युलै आइसकेको छ। हो, अब यो 8वटा रुटलाई भोलि तपाईँहरूको कस्तो खालको प्रशिक्षण छ? अलिकति भनौँ न उग्रवादी शैलीमा आउने हो कि शान्तपूर्ण प्रतिगमन भ्रष्टाचार र व्यथितिको विरुद्धमा शान्तिपूर्ण ढङ्गले संविधान प्रदत्त अधिकार सडकमा हामी प्रयोग गर्छौँ। भनेको शान्तपूर्ण शान्तिपूर्ण के हुन्छ भोलिको मोडालिटी के छ? भव्य तपाईँको चाहिँ भोलि जनप्रदर्शन हुन्छ र जनसभामा परिणत हुन्छ। 1 लाख मान्छे उतार्छु भन्नुभएको छ, 1 लाख मान्छे आउँछन् त? भोलि त्यति आउँछ। सर्कुलरै जारी गरेर बोलाउने हो कि के? सरको आफै जनता स्वतस्फूर्त सडकमा निस्किसकेको छ। जो एजेन्डा हामीले बोकेको छौँ, सारा गणतन्त्रवादी देशभक्त प्रगतिशील जनवादी सबै शक्ति भोलि सडकमा आउँछ र आउनुपर्छ भनेर म अपिल पनि गर्न चाहन्छु। हस्, धन्यवाद तपाईँलाई। बस। पास
हामीले विगतमा भएको दुईवटा अभ्यासलाई सम्झिनुपर्छ र सम्झाउन चाहन्छु म। अदालतमा रवि लामिछानेज्यूको मुद्दा गइसके पश्चात पनि यहाँ सदनमा धेरैजनाले त्यो केस, त्यो मुद्दा र उहाँको नामहरू र परिणाम चाहिँ यस्तो हुनुपर्छ भनेर पटक पटक सत्तापक्षले त्यो गठबन्धन, नयाँ गठबन्धन बनिसकेपछि असार 19 पश्चात उहाँहरूले उच्चारण गर्नुभएको छ र प्रभाव पार्ने यथेष्ट प्रयास गर्नुभएको छ। त्यो एउटा कुरा। नेपाली कांग्रेसको साथीहरूलाई म इतिहासको एउटा कालखण्ड सम्झाउन चाहन्छु। 2063 सालको संविधान सभा बन्नुपर्छ भनेर भएपछि अनि संविधान सभाको निर्वाचन पश्चात जब यहाँ संविधान सभाको छलफल हुन थाल्यो, त्यो ताका काठमाडौँमा एउटा मोटरसाइकल चलाइराखेको नेपाल प्रहरीको एउटा जवानबाट मिस्टेकली भनौँ, इन्टेन्सनली होइन, एकजना बालक त्यो एक्सिडेन्टमा पर्यो र हत्या भयो। 7 दिनसम्म प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ, नत्र हामी सदन खोल्न दिँदैनौँ भनेर नेपाली कांग्रेसले यही सदन अवरुद्ध गरे हो होइन। आज हामीलाई दोस्रो दिन नै उहाँहरू लोकतन्त्रको चर्चा गर्नुहुन्छ। त्यो बेलामा लोकतन्त्र कहाँ थियो? र त्यो बेलामा गृहमन्त्रीले आएर दिँदा हुन्छ, अरूले आएर दिँदा हुन्छ भनेर सरकारले प्रस्ताव राख्दै गर्दा प्रधानमन्त्री अहिलेकै प्रधानमन्त्री हुनुहुन्थ्यो फेरि होइन। तर त्यो बेला मान्नु भएन उहाँहरूले होइन। उहाँहरूले मान्नु भएन र उहाँहरूले के भन्नुभयो, 66 सालतिर हो सम्भवतः, उहाँहरूले भन्नुभयो कि होइन उहाँ आएर दिनुपर्छ भनेर। नेकपा एमालेकै प्रधानमन्त्री हुनुहुन्थ्यो। अनि उहाँहरूले गर्दाखेरि उहाँहरूले 22वटा बैठक अवरुद्ध गर्दा केवल एउटा समिति बनाउनुपर्छ भनेर 2 महिना यत्रो व्यस्त सदन भएको बेलामा सबै ठिक थियो। एउटा घटनाको प्राइम मिनिस्टरले आएर जवाफ दिनुपर्छ, गृहमन्त्रीले दिएर हुँदैन भनेर 7 दिन अवरुद्ध गर्दा त्यो बेला ठिक थियो। अनि यसमा हामीलाई व्यक्तिवादी तपाईँहरूले नबनाइदिनुहोस्। यो के हो भने हिजो पनि मैले भनेको थिएँ, एउटा व्यक्ति जसमा केही आश छ, एउटा नयाँ पुस्ताको कुलमान जस्तो मान्छे, रवि जस्तो मान्छे, बालेन जस्तो मान्छे होइन, सन्दुक रुइत जस्तो मान्छे, यो जस्तो मान्छे भनेरै देखेर त अर्को पुस्ताले आश गरिरहेको छ यो देशबाट। अनि त्यसलाई त्यो चुनिकन त्यो व्यक्तिहरूलाई किन लखाटिरहेको छ यो गठबन्धनले र यो विशेष गरी यो प्रधानमन्त्रीले। र तेस्रो कुरा मेरो जवाफको पाटो, मलाई अदालतले होइन, मलाई प्रहरीले, मलाई कुनै संवैधानिक आयोगले मनिष झा तपाईँले यो जवाफ दिनुपर्छ, कृपया यहाँ उपस्थित हुनुहोस् भन्दाखेरि म उपस्थित हुनुपर्छ, किनकि त्यो संवैधानिक आयोग हो, नियोग हो। त्यसैले गर्दा अदालतले मलाई बोलाउँदै गर्दा म अदालतमा उपस्थित भइनँ भने अदालतको अवहेलना मुद्दा लाग्छ। अनि यहाँ आएर प्रधानमन्त्रीज्यूले विभिन्न सार्वजनिक कार्यक्रममा चाहिँ मलाई बोलाउँदैमा जाने हो म भनेर भन्नु र त्यही पार्टीको प्रमुख सचेतकले तपाईँहरूकै अगाडि यहाँ आएर 2 जना उफ्रिँदैमा हाम्रो प्रधानमन्त्री आउँछ भन्नु भनेको संवैधानिक निकाय, यो संसदीय प्रणाली र संसदीय व्यवस्थामा रहेको लोकतन्त्र, लोकतान्त्रिक अभ्यास सबैको अवहेलना हो हैन। त्यो अवहेलना हो कि तपाईहरुले यसरी चाहिँ एउटा व्यक्ति, एउटा कर्मचारीलाई निकाल्दैमा संसदमा प्रधानमन्त्रीले जवाफ दिने हो भने भोलिको दिनमा यो नजिर कस्तो हुन्छ? 2-4 जनाले सडकमा होहल्ला गर्दा अनि सधैँ चाहिँ प्रधानमन्त्रीले जवाफ दिँदै हिँड्छन् भनेर चाहिँ नेकपा एमालेका प्रमुख सचेतकले भर्खरै बोल्दै जानु होइन। प्रधानमन्त्रीले जवाफ नदिराखेको होइन नि, तपाईँ आफै हेर्नुहोस् न। प्रधानमन्त्रीले जवाफ दिइरहनु भएको छ, उहाँहरूको लठैतहरूको सम्मेलनमा जवाफ दिइरहनु भएको छ, उहाँहरूको कार्यकर्ताको भेलामा जवाफ दिइरहनु भएको छ। तर उहाँको प्राथमिकतामा सदन नपरेको हो हैन। यदि लोकतन्त्रमा विश्वास गर्ने, यदि संसदीय प्रणालीमा विश्वास गर्ने, यदि यो सांसदलाई उहाँले मान्यता दिने भने यही सांसद, यही सदनले प्रधानमन्त्री बनाएको होइन। तर उहाँको प्राथमिकतामा यो सदन परिराखेको छैन। उहाँको प्राथमिकतामा युवा सङ्घको भेला, उसको भेला यो परिराखेको छ। त्यसैले गर्दा उहाँको प्राथमिकता कता छ त्यो हेर्नु न। उहाँले जवाफ नदिरहेको होइन, तर उहाँले ठाउँमा जवाफ नदिरहेको होइन, ठाउँमा जवाफ नदिरहेको र यो सदन उहाँको प्राथमिकतामा नपरेको त्यो हो खास। उहाँले पनि कहाँ प्राथमिकता दिएको छैन र एउटा कर्मचारीलाई। हिजोदेखिको सबै सभामा एजेन्डा नै उहाँको त्यही छ होइन। मैले ठिकै गरेको छु भन्ने छ। उहाँको पनि एजेन्डा यही छ, तर ठाउँमा छैन। हामीले चाहिँ ठाउँमा आएर बोलिदिनुहोस् भने मात्र हो, फरक मात्र हो। उहाँले पनि त्यही बोलिरहनु भएको छ। हिजोभरिको सबै भेलामा उहाँको एजेन्डा नै कुल मान्छ हो कि होइन? हेर्नुहोस् त गएर छापामा होइन। उहाँले त्यो ठुलो कुरा होइन हो, उहाँले त्यो ठुलो कुरा होइन भनिरहनु भएको छ, तर सबै ठाउँमा गएर त्यही चर्चा गरिरहनु भएको छ। यदि ठुलो कुरा होइन भने तपाईँ किन चर्चा गरिरहनु भएको छ होइन? यदि तपाईँलाई यो प्रश्नप्रति
वास्ता छैन भने किन जवाफ दिएर हिँडिरहनु भएको छ। तर हाम्रो अनुरोध के हो भने ठाउँमा आएर बोलिदिनुहोस् न भन्ने मात्र हो। त्यसैले गर्दा हामीले यो कन्टेम्प्ट अफ कोर्ट भन्छ इङ्ग्लिसमा, यदि अदालतले मलाई खोज्छ भने म अदालतमा जाँदिनँ, तिनीहरूले बोलाउँदैमा जाने हो भनेर भन्छु भने मलाई अदालतको अवहेलना मुद्दा लाग्छ। त्यसैले सदनमा प्रतिपक्षले यो एउटा सुशासनको एजेन्डा, यो व्यक्तिमा सीमित छैन है, यो सुशासनको, यो विश्वासको, यो आशको, यो भविष्यको, यो प्रणालीको सबै चिजको एजेन्डामा तपाईँ आएर बोलिदिनुहोस् न भनेर अनुरोध गर्दै गर्दा तिनीहरूले बोलाउँदैमा जान्छु भन्दै गर्दा उहाँले यो सदनको, संसदीय प्रणालीको र संसदीय व्यवस्थाको अपहेलना गरिरहनु भएको छ। त्यसैले गर्दा उहाँलाई अनुरोध छ, उहाँले बोलि नै रहनु भएको छ, ठाउँ ठाउँमा गएर ठाउँमा आएर बोलिदिनुहोस् भन्ने मात्र हो। धन्यवाद। मान्छु एउटा प्रश्न, ठ्याक्कै तपाईँले कन्टेन्ट अफ कोर्टको कुरा गर्नुभयो, उहाँले के दाबी गरिराख्नु भएको छ भने कन्टेन्ट अफ कोर्टको कुरा गर्नुहुँदा कोर्टका गएका मुद्दाहरू, किनकि अब उहाँले चाहिँ रिट लिएर होइन, मैले बुझेँ तपाईँको प्रश्न। यो रिट आज दर्ता भएको नि त होइन, हामीले इस्यु उठाइरहेको कहिले देखियो? त्यसैले होइन, त्यही त हिजोदेखिको हो। प्रश्न त हामीले पहिला सोधेको हो नि, अनि आज आएर यो विकसित भयो होइन एउटा कुरा, त्यसले गर्नु पाउँदैन होइन। त्यो त उहाँहरूले गिज्याएको देख्नु भएको थिएन तपाईँहरूले। रवि लामिछानेजीको मुद्दा त आजसम्म पनि गिज्याइरहनु भएको छ। 5-5वटा 5 धामको अदालतमा दर्ता भइसकेको मुद्दा उहाँले किन गिज्याइरहनु भएको थियो? त्यो प्रश्न सोध्नु भएन तपाईँले? हो, त्यही हो, त्यो पनि प्रश्न सोधिदिनु न। त्यसो भए त रवि लामिछानेको होइन, संसदीय समितिको मुद्दा त पहिला थियो नि, त्यसपछि त धमाधम 5वटा ठाउँमा दर्ता गरे होइन उहाँहरूले होइन। तर यहाँ त भाषण गरिरहनु भएको थियो, हामी त चुप लाएर बसिरहेको थियौँ। हामी त अदालत न्यायप्रति विश्वास गरिरहेको थियौँ, आज पनि त्यही विश्वास गरिरहेको छौँ र आजसम्म विश्वास पनि छ हामीलाई न्यायालयले न्याय दिन्छ भनेर। त्यसैले हामीले त बोलेको छैनौँ नि केही। उहाँ पनि अब उहाँलाई हटाइदिनु भयो। यहाँ त हत्याको मुद्दा लागेको, सार्वजनिक सम्पत्ति अपचलन गरेको मुद्दा लागेको विभिन्न पार्टीको सांसदहरू छन्, उनीहरूको सार्वजनिक पद त यहाँ संसदीय पद त छँदैछ, संसद सचिवालय हटाएको छैन। तर एउटा सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भयो भन्दैमा यहाँ उहाँलाई निष्कासन गरियो। तर तपाईँलाई अर्को प्रश्न फेरि उहाँहरू आउनु भएपछि सोध्नु होला कि सहकारीको मुद्दा त सयौँलाई लागेको छ नि, सम्पत्ति शुद्धिकरणको मुद्दा त लागेको छैन नि, उनीहरूलाई किन लागेन होइन? यहीँ भएका सांसदको श्रीमतीहरूलाई सम्पत्ति शुद्धिकरण मुद्दा लाग्यो, यहीँ भएका सांसदहरूलाई मुद्दा लाग्यो, कतिको त मुद्दै लागेको छैन होइन। प्रमाण यथेष्ट छ, करोडौँ अपचलन गरेको प्रमाण यथेष्ट हुँदै गर्दाखेरि पनि सत्ता गठबन्धनको सांसद भएकोले गर्दा मुद्दै लागेको छैन होइन। अनि त्यो मुद्दा नलाउने, लाए पनि सम्पत्ति शुद्धिकरणको नलाउने, उहाँलाई चाहिँ उहाँको यो सांसद पद निलम्बन गर्नैको लागि त्यो मुद्दा लगाएको हो। त्यसैले गर्दाखेरि हामी न्यायप्रति विश्वास राख्छौँ, न्यायालय। तर उहाँहरूलाई जुन अपेक्षा हामीबाट संसदीय अभ्यासको राम्रो अपेक्षा गर्नुहुन्छ भने त्यो अभ्यास तपाईँ पनि गरिदिनुहोस् भन्ने उहाँहरूलाई पनि अनुरोध हो। धन्यवाद। प्रधानमन्त्रीको जवाफ मात्रै कि पूर्ण बहाली नै? होइन, त्यो अदालतमा गइसक्यो। एउटा प्रश्न